यो व्हाट्सएप गाइज सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। आज चाहिँ मेरो नयाँ भ्लग सुरु हुनु गइरहेको छ। अनि आज चाहिँ हाम्रो कन्टेन्ट भनेको आज हामी डेनिस आचार्यको दीक्षान्त आचार्यको रिजल्ट लिन जाँदैछौँ। हेरौँ है त रिजल्ट के हुन्छ। ल डेनिस आचार्य रिजल्ट के होला आजको? फिफ्थ हुन्छ भने डेनिस आचार्य चाहिँ अघिल्लो पालि पनि फिफ्थ भएको होइन? अनि हाम्रो दीक्षान्त दाइको डी अघिसम्म बी भएको थियो, अहिले त डी भइरहेको थियो दीक्षान्त आचार्यको चाहिँ। उसलाई चाहिँ म फेल हुन्छ जस्तो लागिरहेको छ होला, त्यही भएर हो। अब चाहिँ हामी रिजल्ट लिन जाँदैछौँ। ल रिजल्ट लिन गएर सुरु गरौँ है त। अब चाहिँ हामी रिजल्ट लिन जाँदैछौँ। ल सानो चाहिँ जान्दैनन्। दीक्षान्त तिमीलाई के लिएर आइदिउँ? हजुर हजुर। ओहो लिस्टै लेखेर जानुपर्ने छ। ल अब चाहिँ हामी डेनिस आचार्यको र दीक्षान्त आचार्यको रिजल्ट लिन जाँदैछौँ। ल डेनिस आचार्य जो त्यसको कभर हटाऊ। डेनिसले चाहिँ यहाँ स्कुटरको कभर हटाउनु लागेको छन्। ल अब चाहिँ हामी रिजल्ट लिन जान्छौँ है। अब स्कुलभित्र चाहिँ खिच्न पाइँदैन। डेनिस एक्साइटेड हो। ल है त हामी चाहिँ डेनिस आचार्यको र दीक्षान्त आचार्यको रिजल्ट लिएर आइसकेका छौँ। दीक्षान्त आचार्य रिजल्ट कस्तो आएको छ? दीक्षान्त आचार्यको चाहिँ राम्रो आएको छ। दीक्षान्तको 3.93। डेनिस आचार्यको कस्तो आएको छ? डेनिस आचार्यको 3.92 आएको। ठिकै आएको। अर्को पालि राम्रो गर्ने कि नगर्ने? गर्ने कि नगर्ने सानो? डेनिसले गर्ने कि नगर्ने? गर्ने भन्न। दुइटैले राम्रो गर्छ भने यहीँ प्रुफको लागि यहीँ छ। ल है त यहाँ चाहिँ माको यहाँ डेनिस आचार्यले चाहिँ मादल बजाउँदै रहेछ होइन डेनिसले है। ल डेनिसलाई मादल बजाइदिए। सानो छ मादल है। Oh my God! Wow! यिनीहरूलाई चाहिँ पौडी खेल्न जानु मन लाग्यो अरे। अब हामी चाहिँ म चाहिँ यिनीहरूलाई लिएर पौडी खेल्न जाँदैछु खोलामा है। यहाँ खोला धेरै नजिकै छ, त्यही भएर ल ऊ जाम भनेको हिँडिसकेँ। ल लेट्स गो गाइज। को हो? ल अब त्यो खोला गएर थाहा पाइन्छ कसले डुब्की मार्छ कसले मार्दैन भन्ने। ल लेट्स गो। ल हामी चाहिँ खोला जान लागिसकेका छौँ। सानो कतिको रमाइलो गर्ने आज खोलामा? जाडो भयो कि भएन डेनिसलाई? आज नेचर चाहिँ यस्तो छ। आज मौसम अलि खुलेको छैन तर रमाइलो छ। ल अब खोलामा गएर भेटौँ है त। हामी चाहिँ खोलामा आइसकेका छौँ है। Oh my God! Wow! डेनिसको चाहिँ दाँत झरिसकेको छ। डेनिस देखाइदे, दाँत देखाइदे। डेनिसको दाँत झरिसकेको छ है। ल है ल अब यिनीहरू चाहिँ यहाँ पौडी खेल्न लगाएका छन्। सानोको चाहिँ पौडी खेल्ने स्टाइलै छुट्टै छ है सानो। ल हजुर ल डेनिस डुब्न ला। सानो चाहिँ पौडी खेल्ने भनेको पानीमा बस्दिने हुन् होइन। मेरो मुठीमा हो र। ल
सही हो ल अलराइट गाइज अब डेनिस साइडमा आइसकेको छ है सानेको चाहिँ ज्यान भिजाउनु केही हुन्न टाउको भिजाउन मान्दैन यो अलि उल्टो मुह जन्मे जस्तो है हामीलाई ज्यान नुहाउन गाह्रो हुन्छ यसलाई टाउको नुहाउन गाह्रो हुन्छ ज्यान जति भने नुहाउँछ यो ल है त ल गाइज अचानक चाहिँ सृजनले माथि मन्दिर घुम्न जाऊँ भन्ने प्लान बनाएँ होइन मलाई भएपछि म्यासेज गरेको थिएँ अब म चाहिँ माथि मन्दिरमा सृजनसँग घुम्न जाँदैछु सृजन मलाई लिन आउँदैछन् ल है त अहिले मैले तलबाट काम भनेर चाहिँ यही हो है खिच्यो है तलबाट चाहिँ अघि अलि अगाडि अलराइट अब हामी चाहिँ मन्दिरमा आइसकेका छौँ म र सृजन स्कुटर राख्दैछन् यो चाहिँ हाम्रो मन्दिर हो दोस्तो यो मन्दिरको नाम के अरे नारादेश्वर मन्दिर शिव मन्दिर हो यो हाम्रो चाहिँ हाम्रो पहिला यो मन्दिर चाहिँ माटाको थियो पछि यो डेभलप भएर अहिले यस्तो भइसकेको छ आइसकेका छौँ अब खानेकुरा खाएको पर्दा यसरी सृजनले उठाएका छन् यसरी चाहिँ हामीले जहाँ पनि खानेकुरा खान्छौँ होइन आफ्नो ठाउँलाई आफैले सफा राख्ने हो त्यसैले हामीले खाएको फोहोरहरूलाई चाहिँ उठाएर टक्क एउटा प्लास्टिकमा जम्मा गरेर अनि डस्टबिन जता भेटिन्छ त्यता फाल्नुपर्छ होइन ल अब चाहिँ हामी मन्दिरबाट फर्किँदैछौँ होइन अब मन्दिरमा नि रमाइलो गरियो अब मौसम यो भ्यू हेर्न हो क्या हामी यहाँसम्म आइपुगेको आधी घन्टाको बाटो आएको यो भ्यू हेर्न गाई तल पुरै बादल यता हाम्रो छरेपानी गाउँ यस्तो भ्यू हेर्नको लागि सही हो ल गाई मलाई चाहिँ सृजनले घर छोडिसकेका छन् लजार होला अहिलेको भिडियो जम्मा हाल्ने अब चाहिँ म घर जान्छु आजको लागि यति नै है भिडियो कस्तो भयो राम्रो नराम्रो सबैजनाले कमेन्ट गरिदिनु होला नयाँ भए सब्सक्राइब सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला ल बाई